सो आज चाहिँ म गराउने वाला छु बाउ छोराको एकदमै भयंकर स्पाइसी नुडल्स च्यालेन्ज। हेर मै त कसले जित्छ। 2 प्याकेट स्पाइसी नुडल्स हुन्छ र क्याश प्राइज हुन्छ 500। सो दुई जनै बाउ छोराको च्यालेन्ज हेर है त। के तपाईँ रेडी हुनुहुन्छ त हाम्रो च्यालेन्जको लागि? 100%। अपोजिसन टिम रेडी हो त? सो स्टार्ट गरौँ है त सबैजना। सो बाउ छोराकै अगाडि दुईटा नुडल्स आइसकेछ हैन त? स्टार्ट गरौँ न त। सिजर पेपर रक। सो सुरुमा भने चाहिँ म बाबालाई जान दिन्छु र पछि भने चाहिँ म जानेवाला छु। सो हेर्दै गर्नु होला। अपोजिसन टिम रेडी हो त? रेडी। 2 1 गो। र तपाईँ अपोजिसन टिमलाई के भन्न चाहनुहुन्छ? अपोजिसन टिमलाई के भन्न चाहन्छु भने सायद मभन्दा अगाडि सक्छ होला कि भन्ने आशा। अर्को अपोजिसन टिम रेडी हो त? रेडी हो नि। उहाँको जोस हेरेर मलाई पनि जोस आइसकेको छ। सो अब हाम्रो 500 क्याश फुड पनि स्पोन्सरले दिइसक्नु भएको छ। अब म पनि एकदमै रेडी छु है त। रेडी गरौँ त? रेडी गरौँ। 3 2 1 स्टार्ट। कम्पिटिसन भन्छ एकदमै टफ र अहिले पनि मलाई पिरो लागिरहेको छ। दुईजनाकै रियाक्सन हेरौँ र रेफ्रीलाई पनि सोधौँ के भइरहेछ। सो हामी दुईजना चाहिँ यहाँ आइसकेको छौँ र बाबाले पनि सकिसक्नु भएको छ र छोराले पनि सकिसकेको छ र बाउको टाइम भने छोरालाई थाहा छ र छोराको टाइम भने चाहिँ बाउलाई थाहा छ। सो अब दुईजनालाई एकअर्काको टाइम सोधौँ र हेरौँ है त कसले जितेको रहेछ। के लाग्छ मैले तपाईँको टाइमलाई बिट गरेँ होला कि यो भन्दा ढिलो खाएँ कि छिटो खाएँ होला? ढिलो खाए जस्तो लाग्छ मलाई। सो अब यस्तै इन्ट्रेस्टिङ भिडियोको लागि चाहिँ हामीलाई फलो गरेर राख्नु होला र सब्स्क्राइबको बटन थिच्न चाहिँ नबिर्सिनु होला।